धन्यवाद माननीयज्यू। हजुरले सदनमा हाम्रो गाउँठाउँको समस्याबारे आवाज उठाइदिनु भएकोमा। सम्मानीय सभामुख महोदय, 1879 किलोमिटर लामो मध्य पहाडी राजमार्गको उद्गम स्थल रहेको पाँचथरको याङवरक गापाको च्याङथापो फलैचा र ओयाममा 2083 जेठ 9 गते दिनभर घाम लागेको थियो। राति एकाएक आरी घोप्टे पानी परेर बिहानसम्ममा सो क्षेत्र त्राहिमाम बन्यो र त्यो 3वटा साबिक गाविसहरू यातायात सम्पर्क विच्छेद भएका छन्। त्यसका कारणले च्याङथापुका मोहमलाल खवास, कविराज राईको घर र बस्तुभाउ बलबहादुर खालिङको किचन बगायो। बिरुवा भन्ने ठाउँको भगिमान गङ्गा र बालकुमार बेघाको घरमा क्षति पुग्यो। याङवरक 2 फलैचाका 500 भन्दा बढी घरधुरीले बाल्दै आएको हरि हृदय लघु जलविद्युतको नहर बाढीले पूर्ण नष्ट गरी 50 लाख भन्दा बढीको क्षति पुगेकोले मर्मतको लागि बजेटको व्यवस्था गर्नुपर्ने भएको छ। पूर्ण बगाएको चाम्लिङ डाँडा झोलुङ्गे पुललाई निर्माणको लागि र जीर्ण बनाएको एकराते दोभाने पुलको मर्मत तुरुन्तै गर्नुपर्ने अवस्था छ। मध्य पहाडी राजमार्गको फलैचामा रहेको पटक पटक बगाएको दोभाने सडक पुल रहेको स्थानमा तुरुन्त बेली ब्रिज बनाउनु पर्ने भएको छ। सम्पन्न हुन लागेको च्याङथापु वनपाला एकराते सिँचाइ योजना पूर्ण रूपमा बगाएकोले सोको लागि बजेट व्यवस्थापन गर्नुपर्ने भएको छ। तमोर कोरिडोर अन्तर्गत पाँचथरबाट ताप्लेजुङको 8 त्रिवेणी जोड्ने लिम्बुनी पुल क्षतिग्रस्त छ। याङवरक 3 ओयामको ठाडो खोलाबाट चल्ने सम्पूर्ण खानेपानीहरू र ठाडे खोल्सी खानेपानी च्याङथापुमा खानेपानी पाइपको तुरुन्तै व्यवस्था गर्नुपर्ने अवस्था छ। कृषकको खेतबारी र अलैँची लगायत अन्य बालीमा करोडौँको क्षतिको लागि राहतको व्यवस्था तुरुन्तै गर्नुपर्ने अवस्था सिर्जना भएको छ। सम्मान्य सभामुखज्यू, वर्षेनी बेमौसममा आउने प्राकृतिक प्रकोपको सामना गर्न सबै तहका विपद व्यवस्थापन समितिहरूलाई स्रोत र साधनले सम्पन्न बनाउनु पर्ने आवश्यकता छ। सबै पालिकामा जलमापन केन्द्र राख्नुपर्नेछ। जलवायु परिवर्तनले विकास निर्माण जलविद्युत लगायतमा पारेको असरको बृहत अध्ययन गर्नुपर्नेछ।